नमस्कार दर्शकबिनहरू, नेपाली कथानक चलचित्र लाज शरणमको आज दोस्रो दिनको बक्स अफिस कलेक्सनको रिपोर्ट्स लिएर म तपाईँहरूको अगाडि उपस्थित भइसकेको छु। कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अरू यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेलका थिच्नुहोस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुहोस्। आदरणीय दर्शकबिनहरू, नेपाली कथानक चलचित्र लाज शरणम यति बेला नेपाली सिनेमा घरमा भव्यताका साथ लागिरहेको छ। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म लाज शरणमले घरेलु बक्स अफिसमा उत्साहजनक डेब्यू गरेको छ। फिल्मले पहिलो दिन देशभर 1 करोड 10 लाख रुपैयाँ ग्रस ओपनिङ गरेको वितरण कम्पनी वेंकटेश इन्टरटेनमेन्टले जनाएको छ। धेरै पछिको यो ब्लकबस्टर ओपनिङ हो, वितरक मनोज राठीले भनेका छन्। बुधबार जेपीटी क्रिएसनको यो फिल्म 200 शो सहित रिलिज भएको थियो। धेरै पछि नेपाली फिल्मको यतिको ओपनिङ भएको हो। दशैं बेलाका फिल्मले पनि केही दिनपछि मात्र राम्रो कमाई गरेका हुन्। वितरक राठीले बिहीबार अकुपेन्सीमा केही गिरावट आए पनि शुक्रबार र शनिबारको सार्वजनिक बिदाको दिनमा फिल्मले फेरि राम्रो कमाई गर्ने बताएका छन्। फिल्मले सप्ताहान्तमा 2 करोडको आँकडा सजिलै पार गर्ने प्रक्षेपण पनि गरिएको छ। लाज शरणमले रिलिज अघि नै 15 लाख मूल्य बराबरको एडभान्स टिकट बिक्री गरेको थियो। बुधबार नै प्रदर्शनमा आएका मायावी र फेरि रेशम फिलीले भने कलेक्सन सार्वजनिक गरिसकेका छैनन्। नेपाली कथानक चलचित्र लाज शरणम 15 मिनटको दृश्य काटछाट गरिएको थियो। 2 घण्टा 40 मिनट लामो यो फिल्मको 15 मिनट दृश्य काटेर हलमा ल्याइएको निर्माण पक्षले जानकारी दिएको छ। समीक्षक र दर्शकको सल्लाह अनुसार दृश्यको काटछाट गरिएको निर्माण पक्षले जानकारी दिएको छ। टिकटकमा पोस्ट गरिएका भिडियोमा फिल्मको क्लाइमेक्सदेखि महत्त्वपूर्ण दृश्यहरू रहेका छन्। यसैले यसको निर्माण पक्षले केही टिकटक आइडी विरुद्ध साइबर ब्युरोमा उजुरी समेत दिएका छन्। फिल्म हेरेका दर्शकले अनावश्यक दृश्य धेरै हुँदा झिझो लागेको कतिपय दृश्यले बोरिङ महसुस गराएको प्रतिक्रिया दिएका थिए। नयाँ भर्सनलाई दर्शकले कस्तो प्रतिक्रिया दिने हुन् भन्ने त्यो हेर्न बाँकी छ। कुमार कटेलको निर्देशनमा तयार भएको यो फिल्ममा सिद्धराम कटेल, विजय बराल, सागर लम्साल, महेश त्रिपाठी लगायतका कलाकारहरूको अभिनय रहेको छ। नेपाली कथानक चलचित्र लाज शरणमले निकै नै राम्रो सुरुवात गरेको हो। चलचित्रले ओपनिङ डेमा नै 1 करोड 10 लाख कमाई गरिसकेको छ र आज दोस्रो दिनमा पनि चलचित्र राम्रैसँग हलमा लागिरहेको छ। चलचित्रको यद्यपि अकुपेन्सीमा आज केही ड्रप देखेको छ किनकि आज नन होलिडे रहेको छ। यद्यपि चलचित्रका आज केही शोजहरू आज पनि हाउसफुल नै रहेका छन् भने चलचित्रको समग्र अकुपेन्सीको कुरा गर्दाखेरि चाहिँ करिब 60 देखि 80% को हाराहारीमा रहेको देखिन्छ। नेपाली कथानक चलचित्र लाज शरणमले राम्रै कथावस्तु लिएको कतिपयको आन्दोलन रहेको छ भने केहीले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। अझ लामो रेसको घोडा बन्नलाई भने चलचित्रलाई बुलन्द वर्ड अफ माउथको आवश्यकता पर्ने देखिएको छ। सकिगोनीको टिमले बनाएको यस चलचित्रलाई दर्शकहरूले पहिलेदेखि नै निकै उत्साहका साथ हेरिरहेका थिए। अन्ततः चलचित्र हलमा लाग्यो र चलचित्रले ओपनिङमै बम्पर ओपनिङ गर्न सफल भएको छ। चलचित्रले आज दोस्रो दिनमा पनि बिहान दिउँसो बेलुका र सब मिलाएर हेर्दाखेरि चाहिँ करिब 50 देखि 60 लाखको हाराहारीमा बक्स अफिस कलेक्सन गर्ने प्रक्षेपण गर्न सकिन्छ। तपाईहरु नेपाली कथानक चलचित्र लाज शरणम हेर्नुभएको छैन? यदि हेर्नुभएको छैन भने नजिकको सिनेमा घरमा गएर हेर्न सक्नुहुन्छ र आगामी दिनमा यस चलचित्रले अझै कतिको व्यापार गर्छ होला त हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर बताउन नभुल्नु होला। अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुस्। धन्यवाद। जय नेपाल।